हेलो गाइज नमस्ते मेरो च्यानलमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ सेकेन्ड डेको भ्लग हो अनि राति म स्टार्ट गर्दैछु मेरो भ्लगिङ। अहिले चाहिँ डिनर टाइम भएको छ अनि अहिले चाहिँ चिकन लिएर आएको छु मैले अनि त्यो चिकन बनाउने त्यो रेसिपी पनि म राखिदिन्छु। के शैतान गरे साना कस्तो खोग्ला लु राधु त्यो नो बेबी यस्तो शैतान बच्चा नो बेबी नो न न हुन हुन फ्यालिदिनु पर्छ त फोहोर भइसक्यो। गणेश के भने आई डोन्ट नो यार तिमीलाई चाहिँ कसले हो र ए मेरो छोरीले चाहिँ भाँडा माझिरहनु भएको छ। ज्ञानी छोरी हो। यता हेर गुलु यहाँ मान्छे हालत यस्तो छ निन्द्रा आइसक्यो सानालाई। नमस्ते गरिदिनुस्। नमस्ते गणेश नमस्ते गणेश निन्द्रा लाग्यो। नमस्ते नमस्ते उम्मेट आयो भाउ भाउ गर्दै नमस्ते गर यसलाई मोजी ताला गर्छ क्या हो के हो त्यस्तो काले नमस्ते ए हात जोडेर गर नमस्ते मजिताला नानी किनु नानो खाना मजिताला दिदीसँग जी गर दिदी हाँसे यसो मुखबाट हाँस्यो क्या कुमुस गाली गर्दै गर्दै अब त यतिको हाँस्ने भयो। हाँसेर देखाइदेऊ न मेरो छोरा टप पर्यो मेरो छोरा नि हाँसेन तिमीलाई जिस्काइरह क्या जिस्काउँछ क्या उसले नि दाँत आउन लाग्यो जस्तो माथिको खालि चिला चिला टोक्न खोजेको चाहिँ आज मेरो तिग्रामा टोक्दै ऊ त्यसरी टोकिदिन्छु भने अब बिस्किट करायो भने रिसाउँछ नि।
महान जस्तो भिडियो भा नर्सर थ्याङ्क्स ओइ पात्नु भाइ खानु भइसक्यो खाना अनि त्यसपछि हामीले चाहिँ खाँदै हो है मेरो खाना यति धेरै यो नानीको मात्रै मन पर्ने केही नहेरी मासु मासु राम्रो परेन र तिमीले किन हड्डीहरू ए यहाँ दिदीसँग साट नि त त्यसो भए कहिले त जाऊ न त सजिलो हुन्छ ए बेला हो खाना खाने बेला आज आयो मेरो छोरालाई यस्तै हुन्छ मलाई यार छिटो पट खाना खाने बेला जहिले नि राजी गर ए खाना पस्कै राखिसक्यो यहाँ मान्छेलाई आँची आयो ल निन्द्रा लागिसक्यो त्यही भात मिठो लाग्छ मलाई त यत्रो भात पछि मोटा हाल्दैन यत्रो अब डाइट चालु गर्नु के को डाइट लाग्छ धेरै भोक लाग्छ अर्को चाहिँ फेरि टाउन भजा बाबु हेर्न है बाबु गर्ने मान्छेहरू खाने कसरी नसके खोइ अहिले त म डाइटिङ गर्नै सक्दैन भने दिउँसो चाहिँ धेरै क्रेभिङ हुन्छ क्या मलाई सक्दैन होइन अब गर्नु न सही भयो हुन त गोल पाउनु भन्दा वेट कसरी ल गाइस हामी चाहिँ खाना खान्छौँ रातिको 9 बजिसक्यो आजको ब्लग यहीँ इन्ड गर्छु बाई बाई